फल्सा प्राचीन कालदेखि गाउँ टोल वा समुदायको सामाजिक एकताको केन्द्र रहँदै आएको छ, जहाँ मानिसहरू भेला भएर भावना आदान प्रदान, मेलमिलाप र सामूहिक निर्णय लिने गर्दथे। प्राचीन समयमा यात्रु र तीर्थयात्रीका लागि विश्राम स्थल बनेका ती ठाउँहरूले काठमाडौँका गल्लीमा थकित शरीरलाई स्फूर्त तुल्याउँथ्यो। फल्साको संरचनातर्फ हेर्दा साधारणतया इँटा, काठ र ढुङ्गाले बनेका यी फल्सामा कलात्मक काठका खम्बा र सजावट पाइन्छ। खुला सार्वजनिक स्थान भएकाले जो कोही आएर विश्राम गर्न सक्छन्। बिहान बेलुका टोलका वृद्ध वृद्धा र फुर्सदिला मानिसहरू जम्मा भएर संवाद र सामूहिकता प्रवर्धन गर्छन्। विपदको बेलामा फल्सा नै सामाजिक सहायता प्रदान गर्ने थलोको रूपमा पनि प्रयोग हुँदै आएको छ। यो सबै हेर्दा फल्सा केवल ऐतिहासिक संरचना मात्र होइन, काठमाडौँ उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर समेत हुन्। अतः तिनको संरक्षण, पुनः प्रयोग र प्रवर्धन आजको आधुनिक विकासको दौड़मा पनि अपरिहार्य छ। त्यसैले काठमाडौँ महानगरपालिकाले विभिन्न सड़क खण्डमा बस बिसाउने फल्सा निर्माण कार्य निरन्तर गर्दै आइरहेको छ। हाम्रो सम्पदा तथा पर्यटन विभाग मार्फत काठमाडौँको सडक पेटीहरूमा चाहिँ नि परम्परागत नेपाली शैली झल्किने हिसाबले चाहिँ फल्सा निर्माण भइरहेको छ। अहिले चाहिँ कलङ्कीमा 2वटा, बानेश्वरमा 2वटा, त्यसपछि बिजुली बजारमा 2वटा, अनि बबरमलमा 3वटा, मिन भवनमा 2वटा, त्यसपछि कोटेश्वर चोकमा 3वटा, चाबेलमा 2वटा, जयबागेश्वर मेरी एउटा बन्ने क्रममा छ। यसमा चाहिँ लागत अनुमान लगभग हाम्रो 8 करोडको बाट चाहिँ 2वटा ठेक्का मार्फत चाहिँ निर्माण भइरहेको छ। देखिन्छ यो 2वटा यस्तो हालतमा छ जुन हेर्दाखेरि पनि एउटा नगरकै सौन्दर्यता विरूप भएको जस्तो देखाउँछ यो 2वटा बस स्ट्यान्डले। र यसमा बस्ने ठाउँ पनि छैन। यसमा चाहिँ हाम्रो बस्ने सिट सहित यात्रु बीचबाट हिँड्न पनि मिल्ने र दायाँ बायाँ चाहिँ यात्रुलाई विश्राम गर्न मिल्ने सिट पनि हुन्छ यसमा चाहिँ। आर्थिक वर्ष 2079-80 देखि नै फल्सा बनाउन बजेट विनियोजन गरिएको हो। बिजुली बजारमा रहेका 2वटा फल्सा आर्थिक वर्ष 2080-81 मा निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन्। माघ 2081 मा जारी कार्यादेश अनुसार थप 24वटा फल्सा निर्माणको तयारी भइरहेको छ, जसमध्ये 8वटाको निर्माण भइसकेको र ती माघ 2082 भित्र सम्पन्न हुने जानकारी दिन चाहन्छौ। कंक्रिटाइजेसनको दौड़मा पनि पुरानो काठमाडौँको सभ्यता झल्काउने झिगटीको छानो, थाम लगायतका कलात्मक भागहरू बुट्टेदार अग्राहको काठबाट बनाउन थालिएको छ। अपाङ्गता मैत्री पूर्वाधारले सबैलाई सहज पहुँच सुनिश्चितता गरेको छ। यस्ता कार्यले काठमाडौँको मौलिक संस्कृतिलाई उजागर गर्न मद्दत पुगेको छ।